भजन सङ्ग्रह 77 अध्याय 77 नम्बर म पढ्न चाहन्छु। भजन सङ्ग्रह 77। आफ्नो स्वर उचालेर मैले परमेश्वरलाई पुकारे। आफ्नो स्वर उचालेर परमेश्वरलाई पुकारे। यहाँ त दुई पटक रहेछ, मेरो बाइबल अलि नयाँ छ है। अनि उहाँले मतिर कान लगाउनु भयो। मेरो सङ्कष्टको दिनमा मैले प्रभुलाई खोजेँ। रातभरि मेरो हात फैलिरह्यो र थाकेन, मेरो प्राणले शान्त हुन मानेन। मैले परमेश्वरलाई सम्झना गरेँ र बेचैन बने। मैले दुःख पोखेँ र मेरो आत्मा व्याकुल भयो। तपाईँले मेरो आँखा जागै राख्नुहुन्छ। म यति बेचैन भएँ कि म बोल्नै सकिनँ। मैले बितेका दिनहरू र प्राचीन कालका वर्षहरूको विषयमा सोचेको छु। राति म आफ्नो गीत सम्झन्छु, आफ्नो हृदयसँग म कुरा गर्दछु र मेरो आत्माले यत्नसित खोज तलास गर्छ। के प्रभुले सधैँको निम्ति त्याग्नु हुनेछ? अनि के उहाँले फेरि कहिले कृपा देखाउनु हुने छैन? के उहाँको करुणा सधैँको निम्ति गइहाल्यो? के उहाँको प्रतिज्ञा पुस्ता पुस्तासम्म विफल हुन्छ? के परमेश्वरले अनुग्रही हुन बिर्सनु भएको छ? के उहाँले रिसमा आफ्नो कोमल कृपाहरू बन्द गर्नुभएको छ? अनि मैले भने मेरो कमजोरी हो, तर म परम प्रधानको दाहिने हातका वर्षाहरू सम्झना गर्छु। म यहाँका कामहरू सम्झना गर्नेछु। निश्चय नै म तपाईँका प्राचीन कालका अचम्मका कामहरू सम्झना गर्नेछु र म तपाईँका सबै कामहरूको विषयमा ध्यान गर्नेछु र तपाईँका कार्यहरूको विषयमा बोल्नेछु। हे परमेश्वर, तपाईँको मार्ग पवित्र स्थानमा छ। हाम्रा परमेश्वर जस्तो महान ईश्वर अरू को छ र? तपाईँ अचम्मका कामहरू गर्नुहुने परमेश्वर हुनुहुन्छ। जाति जातिका मानिसहरूको बिचमा तपाईँले आफ्नो सामर्थ्यको घोषणा गर्नुभएको छ। तपाईँले आफ्नै पाखुराले आफ्ना जनहरूलाई अर्थात् याकुब र युसुफका सन्तानहरूलाई दाम तिरेर छुटाउनु भएको छ। समुद्रले तपाईँलाई देख्यो। हे परमेश्वर, समुद्रले तपाईँलाई देख्यो र त्यो डरायो। गहिरा सागरहरू लगलग कामे। बादलको पानी खन्याए। आकाशले आवाज सुनायो। तपाईँका काँडाहरू पनि चारैतिर चले। तपाईँको गर्जनको आवाज आकाशमा थियो। बिजुलीहरूले संसारलाई उचाल्यो, उज्यालो पारे। पृथ्वी काम्यो र हल्लियो। तपाईँको मार्ग समुद्रमा छ र तपाईँको बाटो महासागरमा छ। अनि तपाईँका पाइलाका छापहरू थाहा पाइँदैनन्। मोसा र हारुनका हातद्वारा तपाईँले आफ्नो जनहरूलाई भेडाको बगाललाई जस्तै अगुवाई गर्नुभयो। आमेन। आसापको बारेमा केही कुराहरू हामी हेर्नेछौँ जुन चाहिँ परमेश्वरलाई मनपर्ने जीवन थिएन है। त्यस पछाडि मात्रै हामी परमेश्वरलाई मनपर्ने जीवन जिएको कुराहरू हामी हेर्नेछौँ। आसापको बारेमा भन्नुपर्दाखेरि आसापले करिब 12वटा यो भजन सङ्ग्रहमा 12वटा नम्बरहरू लेख्नुभएको रहेछ। विशेष भजन सङ्ग्रह 50 र 73 देखि 83 गरेर करिब 12वटा, कसैले 13वटा पनि भन्दा रहेछ होइन, 12वटा जो चाहिँ लेवी वंशबाट आएको थियो। विशेष दाउद राजाले पनि लेवी वंशबाट छानेर ल्याएर आराधना अगुवाई गर्नको निम्ति विशेष प्रकारले चुनेर ल्याएको व्यक्ति चाहिँ आसाप थिए। अनि आसापले लेखेको भजनहरूमा विशेष गरी हामी गाह्रो दुःख साह्रो पर्दाखेरि पनि कसरी ख्रिस्टमा स्थिर रहने, प्रशंसा र आराधनाको बारेमा त अफकोर्स उहाँले लेख्नै भएको छ। परमेश्वरको न्यायको बारेमा र इजरायल जातिमा, इजरायलमा परमेश्वरले गर्नुभएको त्यो अद्भुत कामहरूको वर्णन गरेको कुराहरू चाहिँ यो आसापले लेखेको 12वटा अध्यायहरू अथवा नम्बरहरूमा हामी पाउँछौँ है। आसाप जसको छोराहरूले चाहिँ उनको मृत्युपछि मन्दिरमा आराधना अगुवाई गरिराखे। इजरायलको दुःख एकदमै अप्ठ्यारो परिस्थितिमा इजरायल हुँदाखेरि पनि आसापको छोराले आसापको मृत्युपछि उनको छोराले आफ्नो बुवाको देखासेखी गरिराखे र परमेश्वरको महिमा गरिराखे है। आसाप चाहिँ एकदमै राम्रो सङ राइटर र कम्पोजर हुनुहुन्थ्यो। असल गीत लेखक र गीत बनाउन सक्ने व्यक्ति, खुबी भएको व्यक्ति आसाप हुनुहुन्थ्यो। प्राय जसो सधैँ परमेश्वरको वेदी वरिपरि
परमेश्वरको उपस्थिति वरिपरि बसिराख्ने व्यक्ति आसाफ थिए। त्यति मात्र नभइकन परमेश्वरको उपस्थिति वेदी वरिपरि बसेर परमेश्वरको जनहरूलाई, मानिसहरूलाई परमेश्वरको आराधना अगुवाई गरिराख्ने व्यक्ति चाहिँ आसाफ थिए है। परमेश्वरको सन्दुक, परमेश्वरको उपस्थिति सन्दुकमा मात्रै हुँदथ्यो त्यो समयमा। त्यो सन्दुकलाई यरुशलेमको मन्दिरमा ल्याउँदाखेरि यरुशलेमवासीहरू अति नै खुसी भए, हर्षित भए। उनीहरूले गीत गाए, भजन गाए, ठुलो आराधना गरे। अनि त्यो परमेश्वरको सन्दुकलाई यरुशलेममा ल्याउँदाखेरि गरिएको स्वागत अथवा गरिएको खुसियाली, गरिएको आराधनालाई अगुवाई गर्ने व्यक्ति पनि आसाफ नै थिए है। यो पनि भन्न सक्छौँ कि यी यावत कुराहरूले कि आसाफ चाहिँ परमेश्वरको एउटा पक्का फुल टाइम सेवक, यस्तो सेवक कि सधैँ परमेश्वरकै उपस्थिति वरिपरि बसिराख्ने र प्राय फुल टाइम नै परमेश्वरलाई आराधना गरिराख्ने र अरूहरूलाई पनि आराधना अगुवाई गरिराख्ने व्यक्ति चाहिँ आसाफ थिए। अनि यो कुरा हेर्दै गर्दाखेरि अब भन्नै छुटाउनै नहुने कुरो, जति नै समय, आफ्नो प्राय समय परमेश्वरको उपस्थिति वरिपरि बसे पनि, आराधना गरे पनि, आराधना अगुवाई गरे पनि उनले त्यही समयमा खालि आफ्नै बारेमा मात्रै सोच्दथे। मैले यो अब कथा बनाएको होइन, यो बाइबलमै अघि नै हामीले पढेको कुराहरू। मुखले आराधना त गरिराखेको छ, परमेश्वरकै उपस्थिति वरिपरि छ, तर सधैँ आफ्नो बारेमा मात्रै उनले सोच्दथे। बाहिर जति नै खुसी र हर्षित देखे पनि भित्री आत्मा उनको सधैँ दुखी थियो है। त्यसै त धेरैजना मानिसहरूले डबल रोल खेले भन्छ नि होइन, हेर्दा एउटा भित्र अर्को। बाहिर खुसी परमेश्वरको उपस्थितिमा आराधना गर्ने मात्र होइन, मानिसहरूलाई अगुवाई पनि गर्दैछन्, किनभने त्यसैको लागि राजा दाउदले उनलाई चुनेको थियो देखिन्थे। त्यति नै भित्र उनी दुखित थिए। बाहिर जतिसुकै आत्मिकी देखे पनि भित्र उनी अनात्मिकी भनौँ न, के भन्छ होइन, व्यक्ति थिए है। जति नै गीत शब्दहरूले परमेश्वरको वर्णन गरे पनि उनी भित्र चाहिँ परमेश्वरप्रति पनि प्रश्न थियो, शङ्का उत्पन्न थियो। यसरी भन्न सक्छौँ सजिलो प्रकारले, परमेश्वरप्रति पनि त्यति विश्वास उनलाई थिएन। बाहिर उनको गीतहरूले त, शब्दहरूले त परमेश्वरको असल वर्णन गरेको कुराहरू हामी यहाँ पाउँछौँ। उनी एकदमै असन्तुष्टि व्यक्ति थिए, दोहोरो चरित्र भएको व्यक्ति थिए, खालि आफ्नै बारेमा मात्रै सोच्दथे। तर राम्रो कुरो त के हो भन्दाखेरि आफूभित्र भएको त्यो उकुस मुकुसपनलाई केही अंश भए पनि उनले भजन सङ्ग्रह 77 मा पोखेका छन्, जुन आज हामीले पढ्न पाइराखेको छौँ है। भित्रै गुम्सेको सबै कुरो त लेखेको छैन होइन, तर केही अंश भजन सङ्ग्रह 77 मा उनले पोखेका छन्। 77 चाहिँ उनले एउटै समयमा एउटै रातमा लेखेको अध्याय अथवा नम्बर पनि थियो। यो खण्ड चाहिँ उनले एउटै समयमा सरर एकै रातमा लेखेको थियो भनेर पनि बाइबलविदहरूले भन्ने गर्दछ। खालि आफ्नै बारेमा मात्रै सोचेको कारणले गर्दाखेरि उनी म केन्द्रित, म पाई खाले जस्तो व्यक्ति आसाफ थिए है। त्यसै त हामी भजन सङ्ग्रह 1 को अघि नै हामीले 77 को 1 देखि 9 मा हेर्ने हो भने करिब मेरो बाइबलमा चाहिँ 15 पटक मैले, मेरो, खालि म केन्द्रित, तपाईँ परमेश्वर केन्द्रित हुनुपर्ने सट्टामा म केन्द्रित भएको कारणले गर्दाखेरि यो पहिलो भाग 77 अघि मैले पढेँ 1 देखि 9 सम्म मेरो बाइबलमा चाहिँ 15 पटक उल्लेख गरेको रहेछ, म भनेर है। तर जब परमेश्वरको असल काम गर्न थाले नि, अनि के भयो भनेर चाहिँ हामी अहिले दोस्रो खण्डमा हामी हेर्नेछौँ। अनि यो विशेष गरी मैले, मेरो, म केन्द्रित भएर लेखिएको पहिलो 1 देखि 9 वटा पदहरूमा विशेष गरी हामी 3वटा कुराहरू आसाफको जीवनमा भएको हामी देख्न पाउँछौँ। पहिलो कुरो म एकदम छोटकरीमा भन्नेछु, आसाफ निदाउनै सक्दैनथे। आसाफको धेरै स्लिपलेस नाइटहरू भएको थियो। आसाफले कयौँ प्रयास गरे निदाउन, तर उनी निदाउनै सकेनन्। मैले यो कुरो पनि फेरि बनाएको होइन, अघि नै हामीले पढिसक्यौँ है। उनी निदाउनै सकेको थिएनन्। म तपाईँहरूलाई फेरि एकचोटि पढ्न चाहन्छु। 4 देखि 7 विशेष गरी 4 देखि 7 चाहिँ पढ्नेछौँ।
तपाईँले मेरा आँखा जागै राख्नुहुन्छ। म यति बेचैन भयो कि म बोल्नै सक्दिनँ। यहाँ 3 पटक न म भनेको छ है, मेरा म। तपाईँले मेरा आँखा जागै राख्नुहुन्छ। म यति बेचैन भयो कि म बोल्नै सक्दिनँ। 5 पद, मैले बितेका दिनहरू र प्राचीन कालका वर्षहरूको विषयमा सोचेको छु। राति म आफ्नो गीत सम्झन्छु, आफ्नो हृदयसँग म कुरा गर्दछु र मेरा आत्माले यत्नसित खोज तलास गर्छ। 7 पद, के प्रभुले सधैँको निम्ति त्याग्नु हुनेछ अनि के उहाँले फेरि कहिले कृपा देखाउनु हुने छैन? यावत प्रश्नहरू उनले गरिराखेको, मनमा अनेक प्रश्नमाथि प्रश्न खेलाएर उनी कहिल्यै पनि सुत्न सकेनन् है। अनि हामी यही कुरा पाउँछौँ कि आसाप चाहिँ निदाउनै सकेनन्। अब निदाउन चाहिँ कुन बेला सक्दैन? हामीलाई किन निन्द्रा लाग्छ? म अलिकति भन्न मन लाग्यो होइन। जब हामीलाई धेरै कुराहरू अभाव हुन्छ, गरिबीको कारण अथवा कुनै पनि कुराहरू हामीले चाहेको कुरो जब हामीले पाउँदैन, अभाव हुन्छ, एउटा चरम अभावमा परेपछि हामी सुत्न सक्दैनौँ। कुनै आफ्नो लक्ष्य प्राप्त गर्न नसक्दा है, एकदमै आरिस लाग्दाखेरि सबैले गर्न सके, मेरो त मैले त गर्नै सकिनँ, अरे त्यो सबै कुरामा छ, सबैजनामा छ, ममा किन छैन? त्यो सुन्दरताको हिसाबमा अथवा रुपियाँ पैसाको हिसाबमा, शिक्षाको हिसाबमा होला। आरिसपनले गर्दाखेरि पनि हामी सुत्न सकिराखेको हुँदैनौँ। कतिपटक सम्बन्धहरूको कारणले गर्दा, पारिवारिक सम्बन्ध, प्रेमीको सम्बन्ध होइन, मण्डलीभित्र बाहिर अनेक सम्बन्धहरू बिग्रिँदाखेरि पनि मान्छेहरू चिन्तित भएर सुत्न सकिराखेको हुँदैन। अब अवश्य पनि थाहा छ, प्रेम रोग लाग्दा होइन, एउटा प्रेमीले प्रेमिकालाई सम्झिँदा विभिन्न कारण, मैले एउटा जनरल्ली एउटा कारणहरू मात्रै दिइराखेको, विभिन्न कारणले गर्दाखेरि मानिसहरू सुत्नै सक्दैनन्। उनीहरू जतिसुकै शिक्षित, असल, सुन्दर भए पनि, जतिसुकै धनाढ्य भए पनि उनीहरू सुत्न सकिराखेको हुँदैनन्। यो कुराहरू हामीले धेरै सुनेको छौँ, धेरैजनाको गवाहीमा हामीले सुन्ने गरेको छौँ। म सुत्नै सक्दैन थिएँ भनेको कुराहरू। तर प्रभुलाई धन्यवाद होस्, म चाहिँ एकदम प्रभुलाई धन्यवाद दिन चाहन्छु। म ओछ्यानो गयो कि सुतिहाल्न सक्छु है। मेरो यो खुबीले गर्दा पनि होला, मेरो विभिन्न टाइपको, विभिन्न टाइमिङको सुताइहरूको भिडियो म आफैले हेरेको छु है। किनभने श्रीमतीलाई डिस्टर्ब हुँदो हो, धेरै पटक भिडियो खिचेर आफैले मैले हेर्ने अवसर पाएको छु। तर यो सुत्नै सक्दैनन् भनेर आसापको बारेमा हेरिराख्दाखेरि त प्रभुलाई धन्यवाद दिन मन लाग्यो। ओछ्यानमा पुग्यो कि निदाइहाल्न सक्छु है। आसाप चाहिँ सुत्नै सकेको थिएन। आसाप प्रभुको उपस्थितिमा सधैँ आराधना अगुवाई गर्ने अगुवा थिए। उनले रातभरि प्रार्थना पनि गर्दथे, त्यो कुरो पनि मेन्सन गरेको छ। अब निन्द्रा लाग्दैन त के गरौँ? प्रार्थना गर्यो, यसरी प्रार्थना गर्यो, उसरी प्रार्थना गर्यो, निन्द्रै नलाग्ने है। उनको अनेकौँ प्रार्थनाहरू थियो, ती प्रार्थनाहरूको उत्तर आफ्नो जीवनमा नपाउँदा पनि आसाप, मैले आर्सन भनेछु, आसाप चाहिँ सुत्नै सकेको थिएन। उनको मनमा धेरै प्रश्नहरू थियो कि परमेश्वरले मेरो प्रार्थना सुन्नुहुन्न कि? हेर्नुहोस् त, यस्तो व्यक्तिले यस्तो प्रश्न गर्दैछ, त्यो प्रश्न गरेको कुरो मैले भर्खर पढेँ पनि, अझ पढ्दै गयो भने तपाईँले धेरै पाउन सक्नुहुन्छ होइन। सधैँ परमेश्वरको उपस्थिति वरिपरि बस्ने व्यक्ति है, परमेश्वरको उपस्थिति अघि नै मानिसहरूलाई अगुवाईमा, आराधनामा अगुवाई गर्ने व्यक्तिमा पनि यस्तो प्रश्नहरू थियो रहेछ कि कतै परमेश्वरले मेरो प्रार्थना सुन्नुहुन्न कि होइन, के कतै उहाँले मलाई इन्कार पो गर्नुभयो कि, कतै उहाँले मलाई उहाँको निगाह दिनु भएन कि होइन। त्यही लेखेको छ नि, उहाँले उहाँको कृपा दृष्टि मबाट हटाउनु भयो कि। यावत प्रश्नहरू, धेरै प्रश्नहरू है उनको जीवनमा थियो। परमेश्वरको उपस्थितिमा सधैँ हुने व्यक्तिको जीवनमा पनि यस्तो प्रश्नहरू रहेछ। त्यो कुरा हामी यो खण्डमा हामी पढ्न सक्छौँ। प्रभुले त्याग्नु भयो कि, उहाँको कृपा दृष्टि चाहिँ मबाट हटाउनु भयो कि, निगाह मबाट खोज्नु भयो कि भन्ने अनेक खाले प्रश्नहरू उनको मनमा थिए है। वनको बाघले खाओस् नखाओस्, मनको बाघले खाइसक्यो भन्छ नि, त्यस्तो अवस्थामा आसाप थिए। परमेश्वर जस्तो व्यक्तिमाथि पनि यसरी धेरै शङ्का, उपशङ्काहरू, प्रश्न प्रतिप्रश्न गरेको कारणले गर्दाखेरि आसाप चाहिँ कहिल्यै पनि सुत्न सकेन। अब म अलिक छोटकरीमा लान्छु। दोस्रो कुरो, आफ्नो बारेमा मात्रै सोच्ने गर्दथे आसापले। सेल्फ ओरिएन्टेड भन्छ, खालि आफ्नो बारेमा मात्रै।
अघि नै हामीले 1 देखि सुरुमा खण्ड पढिहाल्यौँ। 1 देखि 9 सम्म मैले मैले यसो गरेँ, मेरो लागि मेरो क्रन्दन सुनवाई भएन, मलाई कतै उहाँले त्याग्नु भयो कि, मबाट उहाँको कृपा दृष्टि खोसियो कि, बन्द गर्नुभयो कि भनेर खालि आफ्नै बारेमा मात्रै सोचेको कारणले गर्दाखेरि पनि उनी सुत्न सकेको थिएन है। अति नै आफूमा मात्रै केन्द्रित, मुखले र मानिसको अगाडि चाहिँ परमेश्वरको आराधना गरिराख्ने, अगुवाई गर्ने एउटा असल जस्तो व्यक्ति खुसी र हर्षित मुद्रामा देखिन्थे, तर सधैँ आफू केन्द्रित आफ्नै बारेमा मात्रै सोचेको कारणले गर्दाखेरि उनी निदाउन सकेको थिएन, उनी निदाउन सकिराखेको थिएन। अब तेस्रो र अन्तिम कुरो चाहिँ आसापले चाहिँ आफू एकदमै त्यागिएको महसुस गरेको थियो। पहिलो कुरो के थियो भन्दाखेरि, पहिलो कुरो उनी निदाउनै सकेनन्। दोस्रो कुरो निदाउन नसक्नुको कारण चाहिँ खालि आफू केन्द्रित थिए, आफ्नै बारेमा मात्रै सोच्ने। जसरी उनी बाहिरी ओठले परमेश्वरको आराधना गर्थे, त्यति नै भित्री रूपले परमेश्वरको बारेमा असल कुराहरू सोचेको भए उनी मजाले सुत्न सक्थे। तर आफू केन्द्रित आफ्नो बारेमा मात्रै सोचेको कारणले गर्दाखेरि, र तेस्रो कुरो एकदमै आफू त्यागिएको, रिजेक्सन भन्छ इङ्ग्लिसमा है, त्यागिएको महसुस उनले गरेका थिए। त्यसैले गर्दाखेरि उनले सुत्न सकेनन्। अब यो सत्य कति सत्य हो थाहा भएन होइन। परिवारमा दोस्रो बच्चा भयो भने पहिलोले हल्का त्यागेको महसुस गर्छ अरे है। बुवा आमाको प्रेम त बराबरै हुन्छ, मेरो छोरा यहीँ छ होइन, कति पटक उसले चाहिँ अब छोरी भइहाल्यो पुगिहाल्यो नि भन्ने जस्तो कुरा 2-3 पटक गर्यो। त्यो उसको मनबाट त होइन, सायद एउटा घुर्की जस्तो मात्रै होला। बुवा आमाको प्रेम सबै बच्चाहरूलाई सेम हुन्छ, तर कता कता मैले सुनेको होइन, पहिलो बच्चाले केही हल्का त्यागिएको महसुस गर्छ अरे। हाम्रो स्कुलमा एउटा साथी थियो, त्यो साथीको टाउको एकदमै ठुलो थियो होइन, अलि बचपनमा सबैले घन्टाउके भन्ने होइन। अब अरू कुरामा सहमति नभए पनि उसलाई घन्टाउके भन्नमा चाहिँ मजाले ग्रुप मिल्ने। त्यो साथीले कति साह्रो त्यागिएको महसुस गरे होला स्कुलमा। उसको बुवा आमाले भनेअनुसार स्कुल जानै मन गर्दैन थियो अरे। एकदमै त्यागिएको महसुस भएको कारणले गर्दाखेरि स्कुलै आउन मन गरेन, किनभने गयो कि घन्टाउके भनिहाल्छ, ऊ घन्टाउके नामले फेमस भइसक्यो होइन। यो भन्नको लागि चाहिँ सबै एकतिर ऊ एकतिर हुने भयो होइन। त्यो कारणले गर्दाखेरि साह्रै त्यागिएको महसुस गरेर स्कुलै जान खोज्दैनथे। उसको बुवा आमालाई एकदमै पिर चिन्ता परेको थियो होइन। आसापले मैले भन्न खोजेको चाहिँ यति साह्रो परमेश्वरबाट त्यागिएको महसुस गरे कि उनी सुत्नै सकेनन्। दिनभरि प्रभुको आराधना गर्ने, उपस्थिति नजिकै, वेदी नजिकै, त्यो सन्दुक नजिकै, तर राति गयो अनेक थरी मनमा खेलाएको कारणले गर्दाखेरि, प्रश्न शङ्का भएको कारणले र त्यागिएको महसुस भएको कारणले गर्दाखेरि आसाप चाहिँ सुत्नै सकिराखेको थिएन है। के पवित्र परमेश्वरले मलाई त्याग्नु भयो कि, धेरै प्रश्न आसापको मनमा खेल्थ्यो अरे। पवित्र परमेश्वरले गर्नु भएको सबै काम उनले भुलेका थिए। पवित्र परमेश्वरको चरित्रमाथि पनि शङ्का गर्न थाले अब आसापले। म किन सुत्नै सक्दिनँ त भनेर। भजन सङ्ग्रह तपाईँले पल्टाउनु पर्दैन, 27:10 दाउदले प्रष्ट भनेको छ, मेरा आमा बाबाले त्यागे तापनि परम प्रभुले मलाई सधैँ सम्हाल्नुहुन्छ भन्ने कुरो आसापलाई प्रष्ट थाहा थियो। अर्को खण्ड यशायाको 49:16 तिमीहरूको नाम मेरो हत्केलामा मैले खोपेको छु भन्ने कुरा पनि आसापलाई प्रष्ट थाहा थियो। तरै पनि आसापले एकदमै भित्रभित्र एकदमै त्यागिएको महसुस गरे है। उनको मुखले आराधनाको गीत मात्रै गुन्जन्थ्यो। उनको शब्दहरू परमेश्वरलाई होइन, असल कुराहरू अघि नै मैले भनिहालेँ, विशेष 4 प्रकारको कुराहरू उनको लेखनमा हामी पाउन सक्छौँ गर्दथे। तरै पनि आसापले चाहिँ एकदमै आफू त्यागिएको महसुस गरेको कारणले गर्दाखेरि आसाप पटक्कै सुत्न सकिराखेको थिएन। हेर्नुहोस् त, भजन सङ्ग्रह 77 1देखि 9 सम्म हेर्दाखेरि यी यावत कुराहरूले म पाई टाइपको व्यक्ति, म केन्द्रित भएको कारणले गर्दाखेरि आसाप सुत्नै सकिराखेको थिएन। विशेष गरी त्यागिएको महसुस होइन, त्यागिएको महसुस भएको कारणले गर्दाखेरि पनि निदाउनै सकिराखेको थिएन। आफ्नै बारेमा सोचेको कारणले गर्दाखेरि पनि निदाउनै सकिराखेको थिएन। तर अब यहाँ चाहिँ आसापको जीवनमा
असल कुरा फर्किआएको छ। जुन कुरा प्रभुले मन पराउनु हुन्छ, जुन कुरो आसापको जीवनले गर्नु पर्थ्यो त्यो कुरा भएको छ। अङ्ग्रेजीमा भन्छ रिबाउन्स भन्ने शब्द चाहिँ आसापको जीवनमा चाहिँ फर्किआएको छ। अनि त्यो कुरा चाहिँ के हो भन्दाखेरि अब 10 देखि पर, अघि हामीले 77 को 1 देखि 9 मा मैले अघि नै भनिहालेँ, 15 पटक मेरो बाइबलमा चाहिँ मैले मेरो केन्द्रित भएर उनले लेखेको रहेछ। तर 10 देखि पर हेर्ने हो भने अब म भन्नुको सट्टा तपाईँ 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 परमेश्वर 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 तपाईँ 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 परमेश्वर परमेश्वर भनेर मेरो बाइबलमा चाहिँ 19 चोटि, म भन्दा त धेरै लेख्यो नि त होइन। जब अब आसाप चाहिँ म केन्द्रितबाट होइन तपाईँ केन्द्रित हुनुभएको छ, तपाईँ 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 परमेश्वर परमेश्वर भनेर हुनुभएको छ। अनि के भयो भन्ने कुरो हामी हेर्नेछौँ। म यो कुरोलाई एकदमै महत्त्व भएको कारणले म यसलाई पढिदिनेछु। अब 10 देखि के भएको छ भने, अनि मैले भने मेरो कमजोरी हो, तर म परम प्रधानको दाहिने हातका वर्षहरू सम्झना गर्नेछु, म यहाँका कामहरू सम्झना गर्नेछु। हेर्नुहोस् त, अब आसापले म यहाँका कामहरू सम्झना गर्नेछु भन्न थालेको छ। निश्चय नै म तपाईँका प्राचीन कालका अचम्मका कामका सम्झनाहरू गर्नेछु र म तपाईँका सबै कामहरूको विषयमा ध्यान गर्नेछु र तपाईँको कार्यहरूको विषयमा बोल्नेछु। हे परमेश्वर, तपाईँको मार्ग पवित्र स्थानमा छ। हाम्रो परमेश्वर जस्तो महान ईश्वर अरू को छ र? तपाईँ अचम्मको कामहरू गर्नुहुने परमेश्वर हुनुहुन्छ। जाति जातिका मानिसहरूको बिचमा तपाईँले आफ्नो सामर्थ्यको कामको घोषणा गर्नुभएको छ। तपाईँले आफ्नै पाखुराले आफ्ना जनहरूलाई अर्थात् याकुब र युसुफका सन्तहरूलाई दाम तिरेर ल्याउनु भएको छ। म सबै पढ्न चाहन्न। 10 देखि उता हेर्ने हो भने, यो 77 को दोस्रो खण्डलाई हेर्ने हो भने कहीँ पनि मैले मेरो भनेर लेखेको कुरा हामी यहाँ पाउँदैनौँ। खालि परमेश्वर तपाईँले यस्तो गर्नुहुन्छ, यस्तो गर्नुभएको छ भनेर परमेश्वरको असल कामहरूको वर्णन जब आसापले गर्न थाले, धेरै लामो समयदेखि सुत्नै नसकेको आसाप कतिखेर निदाए थाहै भएन अरे। आमेन। बाइबलविदहरूले भने अनुसार, प्रत्येक पुस्तकहरूको अध्ययन बाइबलविदहरूले गरे अनुसार यो 77 को अन्तिममा चाहिँ एउटा बिट मारे जस्तो छैन अरे, कि अधुरै छोडेको छ अरे। पावलको पत्रहरू हेर्ने हो भने त हामीले धेरै पाउँछौँ। प्रिय भाइहरू भनेको होइन, पुरै सिस्टम पुर्याएर अभिवादन गरेको, अन्तमा क्लोजिङ गरेको पाउँछौँ। अब त्यस्तै यो आसापले त गर्नुभएको छैन। तर बाइबलविदहरूले भने अनुसार चाहिँ यो शब्द चाहिँ, यो खण्ड चाहिँ अधुरो देखिन्छ अरे। लेख्दा लेख्दै अधुरो भएको देखिन्छ। किनभने जब उनले 9 पदसम्म म केन्द्रित भएर लेखे, उनी सुत्न सकेको थिएनन्। त्योभन्दा अघिको दिन उनका कयौँ रातहरू स्लिपलेस नाइटहरू जस्तो थिए। तर जब उनले 10 पददेखि परमेश्वरको वर्णन गर्न थाले, परमेश्वरले आफ्नो जीवनमा गरेको असल काम गर्न थाले, लेख्दा लेख्दै कतिखेर निदाए पत्तै पाएन अरे। त्यसैले यो खण्ड अधुरो जस्तो देखिन्छ अरे है। जब आसापले आफ्नो जीवनमा प्रभुका आशिषका कुराहरू, असल कुराहरू गर्न थाले, आसापको जीवनमा चाहिँ रिबाउन्स भनेको फेरि परमेश्वरले चाहेको जस्तो जीवन आसापले जिउन सकेको छ। उसो त त्यस पछाडि आसापको जीवनमा परमेश्वरले अझ सशक्त रूपमा धेरै कामहरू गर्नुभएको छ। आसापको मृत्यु पछाडि पनि यरुशलेमको मन्दिरमा उनका छोराहरूले वर्षौँ वर्ष इजरायलको दुःख सङ्कष्ट जस्तोसुकै अवस्थामा पनि उनका छोराहरूले चाहिँ आराधना गरिराखे र आराधना अगुवाई गरिराखे। आसाप परमेश्वरमा फर्किएको कारणले, अथवा आसापले आफ्नो जीवनमा म केन्द्रित नभइकन तपाईँ केन्द्रित, परमेश्वर केन्द्रित भएपछि यो सबै कुराहरूले आसापले आफ्नो जीवनमा पाउन सकेको छ। आमेन। आज त्यस्तै हामी धेरै कुराहरूमा म केन्द्रित, आफू केन्द्रित भइराखेको छ भन्दाखेरि हामीले चाहिँ भुल्नै नहुने कुरो, अब शारीरिक रूपमा हामी सुत्न सक्दैनौँ होला, त्यो आफ्नो ठाउँमा छ। तर मैले अघि मेरो उदाहरण त थिएँ, जतिसुकै चिन्ता भए पनि म चाहिँ सुत्न सक्छु होइन। तर मनमा शान्ति र सन्तुष्ट कहिले मिल्दैन। अर्थात् त्योभन्दा ठुलो कुरा चाहिँ परमेश्वरबाटको आशिषको उपभोग हामीले गर्न सक्दैनौँ। तर आसाप जस्तै आजको वचनद्वारा हामीले सिक्न सक्ने कुरो चाहिँ आसाप जस्तै हामीले हाम्रो जीवनमा परमेश्वरले गर्नुभएको कामहरूलाई गन्न थाल्यौँ, परमेश्वरले गर्नुभएको कामहरूप्रति हामी धन्यवादी हुन थाल्यौँ भन्दाखेरि परमेश्वरले हाम्रो जीवनमा अझ विशेष प्रकारले
आसापको जीवनमा जस्तै प्रभुले हाम्रो जीवनमा कामहरू गर्नुहुनेछ। आमेन। हामी केवल कसैले धन्यवाद भन्दाखेरि पनि एकदमै खुसी हुन्छौँ है। मेरो अङ्कलको एउटा सत्य घटना भनेर म अन्त्य गर्न चाहन्छु। आफ्नै अङ्कलको अमेरिकामा पहिलोपटक आउनु हुँदाखेरि कसैले उहाँलाई ढोका खोलिदिनु भयो अरे। उहाँ चाहिँ नेपाल जस्तो ठानेर फुत्त भित्र जानुभयो अरे। त्यो ढोका खोलिदिनु चाहिँ एकजना बुढी आमा हुनुहुन्थ्यो अरे। नेपालमा जस्तै ठानेर फुत्त भित्र जानुभयो अरे, केही नभनिकन। त्यो बुढी आमाले हे हे से थ्याङ्क यू भनेर भन्नुभयो अरे होइन। अनि ठुलो पाठ सिकेँ भन्दै हुनुहुन्थ्यो होइन। अब नेपालमा त्यस्तो धन्यवाद भन्ने चलनै थिएन खासै होइन। यहाँ खोल्यो भनेर फुत्त गएको, धन्यवाद नभनेको देख्दाखेरि उसले बोलाइ धन्यवाद भनेर भन्न लगाए अरे। धन्यवाद सुन्न जो पनि आतुर छन्, जो पनि धन्यवादी भएको चाहन्छन्, धन्यवादी हुनु पनि पर्छ, हामी धन्यवाद दिनु पनि पर्छ भन्दाखेरि हामीलाई नै बनाउनु हुने प्रभुले हामीलाई यत्रो कुराहरूमा आशिष दिनुभएको छ, जुन विगतको वर्षमा हुनसक्छ, जुन 5 वर्ष अगाडि हुनसक्छ, जुन हिजो मात्रै हुनसक्छ। यदि हामी धन्यवादी जीवन नदिइकन बस्यौँ भन्दाखेरि आसाप जस्तै हामीले धेरै अनिदो रातहरू बिताउनु पर्ने हुनसक्छ। त्यसैले आसापको पछिल्लो भाग जस्तो प्रभुको आशिष बोकेको व्यक्ति हामी यदि बन्ने हो भन्दाखेरि हाम्रो जीवनमा गरेको कामको धन्यवाद हामीले गर्छौँ, गरिराखेको छौँ। आज पनि गरेँ होइन। हामीलाई राकेश भाइले यति मिठो आराधनामा अगुवाई गर्नुभयो, हामीले गरिराखेको छौँ। तर यो गरिराखेको कुरो चाहिँ उत्तम छ र यसलाई निरन्तर गर्नुपर्छ भन्ने सन्देश चाहिँ आजको वचनले म लगायत हामी सबैजनालाई दिएको होस् र यो वचन अनुसार उसो जिउनलाई प्रभुले सहायता गरेको होस्। आमेन। मेरो छोटो वचनलाई म यहीँ राख्न चाहन्छु।